के तपाईँ म जस्तै घरमै बसेर डिजिटल बिजनेस गर्न चाहनुहुन्छ? के तपाईँ लाइफ चेन्जिङ अपर्च्युनिटी खोजिरहनु भएको छ? यदि त्यसो हो भने यो भिडियो तपाईँको लागि हुन सक्छ। नमस्कार, म माया श्रेष्ठ। म चाहिँ नेदरल्यान्ड्सबाट हो है। म चाहिँ एक ट्रेडिसनल बिजनेस ओनर हो भने एक सक्सेसफुल डिजिटल बिजनेस एन्टरप्रेन्योर पनि हो भन्न चाहन्छु। मेरो चाहिँ 2वटा बच्चाहरू छ है, र अनि मैले चाहिँ मेरो हस्बेन्डलाई फाइनेन्सियली हेल्प पनि गर्दै आइरहेको छु है। अनि मैले चाहिँ लाइफमा अरूको अन्डरमा बसेर धेरै वर्ष दुःख गरेँ, धेरै वर्ष काम गरेँ, तर मैले चाहिँ कहिले पनि टाइम फ्रिडम होइन, अनि राम्रो सेभिङ अनि फाइनेन्सियल फ्रिडम भनेको मैले कहिले पनि पाउन सकिनँ होइन। अनि मैले यो बिजनेस चाहिँ कसरी स्टार्ट गरेँ भनेर भन्नुपर्दा, यो बिजनेस चाहिँ म आउनुभन्दा अगाडि मेरो बहिनीले गरिरहेको थियो होइन। उसले पनि अरू कुनै अन्जान व्यक्तिको एड देखेर यो बिजनेस कस्तो हो, के हो, हामीले गर्न सक्छ सक्दैन, लिगल छ छैन भनेर बुझ्दै जाँदा, सर्च गर्दै जाँदा यो बिजनेस चाहिँ एकदम लिगल भएको र हामी जो कोही पनि व्यक्तिले होइन गर्न सकिने, यो चाहिँ वर्ल्ड वाइडबाट चाहिँ लाखौँ व्यक्तिहरूले चाहिँ एकदमै राम्रोसँगले यो बिजनेस चाहिँ रन गरिरहनु भएको पाएपछि मेरो बहिनीले पनि यो बिजनेस स्टार्ट गर्यो र उसको पनि एकदमै राम्रो हुँदै गइसकेपछि मैले पनि यो बिजनेस स्टार्ट गरेको हो होइन। अनि हामीले चाहिँ यो बिजनेसमा गर्नुपर्छ चाहिँ के भनेर भन्नुपर्दाखेरि चाहिँ हामीले चाहिँ कन्टेन्ट क्रिएसन गर्ने हो र आफ्नो सोसल मिडियाहरूमा चाहिँ सेयर गर्दै जाने हो। यो बिजनेसमा चाहिँ हाम्रो अटोमेसन सिस्टम हुन्छ है, जसले चाहिँ 80% काम आफै गर्छ भनेदेखि अरू 20% काम चाहिँ हामी आफैले गर्नुपर्ने हुन्छ है। अनि यो बिजनेसलाई चाहिँ हामीले चाहिँ दिनको 2 या 3 घन्टा मात्रै समय दिए एकदमै इनफ हुन्छ होइन। अनि जुनै समयमा पनि हामीले चाहिँ यो बिजनेस रन गर्न सकिन्छ, जहाँसुकै गएर पनि यो बिजनेसहरू रन गर्न सकिन्छ होइन। अनि मलाई यो बिजनेसले चाहिँ के दियो भनेर भन्नुपर्दाखेरि चाहिँ यो बिजनेसले चाहिँ मलाई चाहिँ एकदम टाइम फ्रिडम दियो के। म जतासुकै गएर पनि मैले यो बिजनेस रन गर्न सक्छु है। र मैले आफ्नो बालबच्चालाई चाहिँ पुरै समय दिएर आफैले टेक केयर गर्दै यो बिजनेस चाहिँ मैले एकदमै राम्रोसँगले रन गरिरहेको छु होइन। अनि यो बिजनेसले चाहिँ मलाई रकस्टार अवार्ड, राइजिङ स्टार अवार्डहरू धेरै मैले प्राप्त गरिसकेको छु होइन। अनि एकदमै राम्रो आम्दानी पनि राम्रो हुँदैछ, एकदमै राम्रो भइरहेको छ मेरो। म चाहिँ एकदमै खुसी छु होइन। यदि तपाईँहरूलाई पनि यसरी नै घरमै बसेर आफ्नो छोराछोरीको टेक केयर गर्दै घरैबाट यो बिजनेस गर्न चाहनुहुन्छ भनेदेखि होइन, तपाईहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ या DM गर्न सक्नुहुनेछ, अथवा मेरो वेबसाइट www.shresthamaya.com मा गएर आफ्नो नाम र इमेल एड्रेस राखेर रजिस्टर गर्न सक्नुहुनेछ। म तपाईहरूलाई चाहिँ एकदमै राम्रोसँगले स्टेप बाई स्टेप हेल्प गर्दै जानेछु है। हस् त, मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्। बाई बाई।